यो वचन सुन्नुहुने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूलाई प्रभु येशू मसीहको नाउँमा जय मसीह। आउनुहोस् हामी वचन परमेश्वरको पवित्र बाइबलदेखि वचन पाठ गर्नेछौँ। यशायाको पुस्तक 44 को 22 मा तपाईहरूको निम्ति पढिदिनेछु। यहाँ यसरी लेखेको छ, मैले तेरा अपराधहरू बादल झैं र तेरा पापहरू बिहानको कुहिरो झैं हटाइदिए। फर्केर आइज, किनकि मैले तँलाई मोल तिरेर छुटकारा दिएको छु। आमेन। परमेश्वरको वचनले यहाँ भन्दछ 22 मा कि मैले तेरा अपराधहरू बादल झैं र तेरा पापहरू बिहानको कुहिरो झैं हटाइदिएको छु। आमेन। यो वचन सुन्नुहुने म सम्पूर्णलाई एउटा कुरा भन्न चाहन्छु कि परमेश्वर हामीले भन्न चाहनुहुन्छ कि म तेरो पापहरू तेरा अपराधहरू माफ गरिदिए, हैन। तेरो अपराध त्यो बिहानको कुहिरो चाहिँ हटाइदिए र यहाँ भन्दछ फर्केर आइज, किनकि मैले तँलाई मोल तिरेर छुटकारा दिएको छु। आमेन। परमेश्वरले भन्दै हुनुहुन्छ कि तपाईँ फर्केर आउनुहोस्, संसारतिर नफर्किनुहोस्, तर परमेश्वरले भन्नुहुन्छ कि मेरो तर्फ आइज, हैन। त्यही भएर यहाँ भन्छ कि फर्केर आइज, किनकि मैले तँलाई मोल तिरेर छुटकारा दिएको छु। आमेन। यो वचनद्वारा तपाईँ सुन्नुहुने सम्पूर्णलाई प्रभु येशू मसीहको नाउँमा आशिष मिलेको होस्। आमेन।